मैले चाहिँ आज तपाईहरुलाई चाहिँ आज ड्रागन यो मेरो पुरानो फार्मको ड्रागनको विषयमा म केही बोल्दैछु र यतिखेर चाहिँ अब काटछाट गर्ने बेला भएको छ। कसरी काटछाट गर्ने भन्ने विषयमा चाहिँ तपाईहरुलाई म केही मैले जानेको आइडिया शेयर गर्दैछु अनि तपाईहरुले हेरेर लाइक कमेन्ट शेयर गर्न सक्नुहुनेछ अथवा मलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ। मेरो कन्ट्याक्ट नम्बर रहेको छ 97 0 12 20 643 98 18 17 41 49 मा तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। म चाहिँ यो ड्रागन सम्बन्धी चाहिँ मेरो 5 वर्षको रनिङ भयो। मेरो चाहिँ मैले थोर बहुत अनुभव बटुलेको छु यो ड्रागन सम्बन्धी अनि यही विषयमा चाहिँ म आज तपाईहरु बीचमा चाहिँ म बोल्न लागिरहेको छु। ड्रागनको लगभग हामीले मल पनि कतिमा लगाएका छौं कतिमा लगाइसकेका छैन। यहाँ चाहिँ मेरो 1.5 बिघामा रहेको छ। अनि चाहिँ तपाईहरुलाई चाहिँ म यसरी देखाउन चाहन्छु यसरी सरर है। यो बीचमा चाहिँ हामीले यसरी लसुन लगाउन सक्छौं। यी लसुन लगाएका छौं भने चाहिँ हामीले यतापट्टि चाहिँ यहाँ चाहिँ हामीले मल लगाउनलाई चाहिँ यो हामीले खोदालेका छौं भनेपछि तपाईहरु यसरी देख्दै हुनुहुन्छ। मेरो चाहिँ यहाँ अब हाते ट्र्याक्टर रहेको छ। यो चाहिँ मेरो 9 HP को एकदमै हेभी छ अनि यो गोडमेल गर्नलाई चाहिँ एकदम सजिलो हुन्छ। तपाईहरु पनि यो किसान ब्रान्डकै लिनु होला यस्तै छ है। अनि हामी चाहिँ यसरी तपाईहरुलाई मैले देखाउन चाहेको चाहिँ भिडियो अलिकति हल्लिन सक्छ तर पनि माइन्ड नगर्नु होला। यसो मिलाएर तपाईहरु चाहिँ हेर्न सक्नुहुनेछ। अनि हाम्रो ड्रागन चाहिँ यसरी यो चाहिँ ट्रेलीमा हामीले रोपेका छौं भनेपछि यो चाहिँ मेरो 8 महिनाको बिरुवा हो। अनि यो चाहिँ हामीले राम्रो चाकर गर्न सक्यो भने देखि 2 साल 3 सालमा हुने बिरुवा एकै सालमा नै हामी बनाउँछौं। यो चाहिँ मेरो 8 महिना 9 को रनिङमा छ। अनि यसरी यो फेरि हेर्नु है यो माथिबाट यो तल चाहिँ यो चोर हाँगा चाहिँ हामीले काटिदिने यसरी काट्ने टोटली। अब चाहिँ काटछाट मिलाउनु पर्छ टोटली काटछाट मिलाउनु पर्छ अनि मात्रै फल्नको लागि अब यो तयारी पुरै तयारी। अब यो चाहिँ यस्तो चाहिँ माथि चाहिँ यसरी हाँगा लड्केर झरे छैन। यसरी माथि बाँस र तार लगाइएको छ भनेपछि यहाँ चाहिँ यसरी यसको मुनि चाहिँ यस्तो छ है। यस्तो सबै काटेर फाल्ने किनकि यो राखेर काम छैन। यो चाहिँ यसलाई चोर हाँगा भन्छौं हामी र यस्तो हाँगाहरु चाहिँ काट्नु पर्ने हुन्छ। कतिले चाहिँ यो हाँगालाई नै काटेर चाहिँ बिरुवा बनाएको हुन्छ। अनि त्यस्तो बिरुवामा चाहिँ तपाईहरु कृषक चाहिँ ढाँटिन सक्नुहुन्छ। त्यस्तो हैन यस्तो एकदमै मेचर यस्तो एकदमै पुरानो हाँगाहरु यस्तो हाँगा चाहिँ फलेको हाँगा यो चाहिँ यो साल फलेको हैन। यो हाँगाहरु चाहिँ हामीले रोप्दा पनि बिरुवाहरु चाहिँ लैजानु पर्ने हुन्छ। तपाईहरुलाई म यताको पाटोमा म लैजान्छु। हाम्रो यहाँ चाहिँ मल लगाइसकेका छौं हामीले